नमस्कार। आजको स्वास्थ्य टिप्स अन्तर्गत रक्सी सेवनको भ्रम र यसले शरीरमा पार्ने गम्भीर असर बारेको विशेष स्वास्थ्य सम्बन्धी जानकारीमूलक टिप्स लिएर उपस्थित भएको छु म विनोद रिमाल। धेरै मानिसहरूलाई लाग्छ रक्सी पिएपछि त्यो पेटमा पुग्छ र केही समयपछि पिसाबबाट बाहिरिन्छ। तर वास्तविकता त्यति सरल छैन। रक्सीले शरीरका महत्त्वपूर्ण अङ्गहरू विशेष गरी कलेजो र मस्तिष्कमा कसरी गम्भीर असर पुर्याउँछ त? रक्सी सेवन लगत्तै यो पेट र आन्द्रा हुँदै सिधै रगतमा मिसिन्छ र कलेजोसम्म पुग्छ। कलेजोले रक्सीलाई तोड्ने क्रममा एल्डिहाइड नामक हानिकारक विषालु रसायन बनाउँछ, जसले कलेजोमा तीव्र दबाव सिर्जना गर्छ। लामो समयसम्म रक्सी सेवन गर्दा कलेजोमा बोसो जम्ने एनी फ्याटी लिभरको समस्या देखिन्छ। समयमै ध्यान नदिए यसले फाइब्रोसिस हुँदै कलेजो सिरोसिस अर्थात् कलेजो पूर्ण रूपमा बिग्रने फेल हुने खतरा रहन्छ। चिकित्सकहरूका अनुसार जैविक बनावटका कारण पुरुषको तुलनामा महिलामा रक्सीको असर अझ बढी र चाँडो देखिने गर्छ। रक्सीको असर कलेजोमा मात्र होइन, मस्तिष्क र स्नायु प्रणालीमा पनि उत्तिकै पर्छ। यसले गर्दा मानिसमा आक्रामक व्यवहार देखिने, निन्द्रा बिग्रने, डर लाग्ने, हात काँप्ने र मानसिक भ्रम हुने जस्ता जटिलता पैदा गर्छ। वर्षौंदेखि रक्सी पिएका व्यक्तिले अचानक यसलाई त्याग्दा विथड्रल सिन्ड्रोम भई कडा मानसिक र शारीरिक समस्या देखिन सक्छ। त्यसैले डाक्टरको निगरानीमा मात्र रक्सी छोड्नु सुरक्षित मानिन्छ। कलेजोमा प्रारम्भिक क्षति मात्र भएको छ भने रक्सी त्याग्दा कलेजो पुनः स्वस्थ हुन सक्छ। तर सिरोसिस भइसकेको अवस्थामा भने चिकित्सकीय उपचार नै अनिवार्य हुन्छ। रक्सीको लत छुट्याउन धेरै मानिसहरू पुनर्स्थापना केन्द्र जाने गर्छन्, तर अमानवीय व्यवहार गर्ने वा बन्द गरेर राख्ने केन्द्रहरूबाट भने सावधान रहन चिकित्सकहरूले सुझाव दिएका छन्। व्यक्तिको आफ्नै इच्छा शक्ति, परिवारको सकारात्मक सहयोग र सही चिकित्सकीय मार्गदर्शन नै नशामुक्त हुने सबैभन्दा सुरक्षित उपाय हो। हवस् त, आजको लागि स्वास्थ्य टिप्स यति नै। आजको स्वास्थ्य टिप्स तपाईँहरूलाई कस्तो लाग्यो? लाइक र कमेन्ट गर्न नभुल्नुहोला। यदि मन परेको खण्डमा आफ्नो साथीहरू माझ सेयर गर्न पनि नभुल्नुहोला। अर्को भागमा स्वास्थ्य सम्बन्धी विशेष जानकारी लिएर पुनः उपस्थित हुनेछु। आजलाई हवस् त, नमस्ते।